हेलो गाइस, आज हामी मम्मी र म बाटो खन्न आएको छौँ र अनि यसरी बाइक हिँड्ने बाटो खनिरहेको छ हामीले दोहोरेको मान्छेहरूले र यता हेर्नु होला यसरी खन्नु भएको छ जेसीबीहरू जस्तै मान्छेहरूले हेर्नु होला बाटो यस्तो छ। म तपाईहरुलाई खनेको देखाउँछु, हेर्नुहोस् दिकुहरूले यसरी गर्नु भएको छ। त्यहाँ हेरिराख्नु होला, यसरी बाटो खन्दै हुनुहुन्छ वहाँनिर बाजेले पानी खाँदै हुनुहुन्छ एउटा बाजेले। अनि म चाहिँ यहाँ हुन्छु अनि हाम्रो मम्मी सबैले मिलेर बाटो खन्दै हुनुहुन्छ। यस्तो छ कोदालो झमल सबैले ल्याउनु भएको छ र यो कालीमा मझौलेको बाटोमा जोल ठाउने अरे दिकहरूले गर्नुभएको छ। हेर्नु होला बाटो खन्दै हुनुहुन्छ नौमा दादाले। हेर्नु होला अनि माटो खन्दाउँदै हुनुहुन्छ। यहाँनिर चाहिँ भिड छ। यो हामीले भिट्टा बाटो बनाएको हो। हेर्नु होला अनि यहाँनिर चाहिँ मैले कोकोला ल्याएको। हेर्नु होला डिनी मम्मी दिकु सुमन दादा सबै हुनुहुन्छ यहाँनिर बाटो खन्ने। हेर्नु होला हाम्रो मम्मीहरूले बाटो खन्दै हुनुहुन्छ अनि म तपाईहरुलाई उता लगेर पनि देखाउँछु गाइस। हेर्नु होला यसरी खन्दै हुनुहुन्छ दिकुहरूले मम्मीहरू 5 दिन अब खन्ने अरे अनि त्यसपछि मझौलेको बाटोमा पुऱ्याउँछ अरे गाइस। अनि त्यसपछि घर आउने अरे। हेर्नु होला यस्तो छ बाटो। यो भिर यो चाहिँ बाटो हो, यहाँनिर चाहिँ यो बाटो हो, यो चाहिँ भिर हो। अनि यहाँनिर चाहिँ ढुङ्गाहरू छ, यसलाई भरेतिर मिलाउनुहुन्छ। हेर्नु होला कोदालोहरू छ बन्चुरो। अनि यहाँनिर यहाँ रुख ढाल्नु भएको छ हाम्रो दिकुहरूले, दिकु मामा। अनि हेर्नु होला बाटो यस्तो छ, बाइक हिँड्ने बाटो हो। यतातिर साइकल पनि हिँड्छ र पनि हेर्नु होला यस्तो छ रमाइलो ठाउँहरू देखिन्छ यताबाट यहाँबाट। हेर्नु होला अनि यो चाहिँ हिँड्ने बाटो पहिलाको, यो चाहिँ अहिलेको हो गाइस। यस्तो खनिराख्नु भएको छ। हेर्नु होला अलिक पल्तिर लगेर तपाईहरुलाई देखाउँछु। हेर्नु होला बाटो यस्तो छ, राम्रै छ। हेर्नु होला यस्तो छ बाटोहरू खतरा मान्छेहरूले खन्नु भएको दिकुदिनाहरूले। अनि म तपाईलाई फेरि अघिकै ठाउँमा ल्याइदिँदैछु तपाईहरुलाई। गाइजहरू तपाईहरु सब्स्क्राइब गरिदिनु होला, लाइक पनि शेयर कमेन्ट सबै गरिदिनु होला, फलो। अनि हेर्नु होला यस्तो छ यहाँ। हेर्नु होला अनि यहाँनिर यस्तो पहिलाको बाटो यही हो। यो माथिल्लोबाट हिँडेर देखाउँछु। यस्तो छ गाइस माथिल्लो बाटो। हेर्नु सक्नुहुन्छ यी बाटो पहिलेको बाटो हो यो। यहाँबाट हामी हिँड्थ्यौँ, अहिले यहाँबाट दिकुहरूले बनाउनु भएको छ। र अनि म हिँड्दैछु, यतातिर कालो माटो सबै पाइन्छ। अनि वहाँनिर चाहिँ दिकुहरूले ढुङ्गा फुटाउँदै हुनुहुन्छ। यो चाहिँ खाने पानीको पाइप हो यो। अनि हेर्नु सक्नुहुन्छ यतातिर सबै त्यहाँनिर घर छ अनि बारी छ। अनि यहाँ चाहिँ यसरी खन्नु भएको छ, माटो हाल्नु बाँकी छ अब यतातिर गाइस। अनि म तपाईहरुलाई अघिकै ठाउँमा देखाउँदैछु। हेर्नु होला ढुङ्गा फटाउँदै हुनुहुन्छ। हेर्नु होला बाई बाई गाइस, आजको लागि यति नै भिडियो।